नमस्कार। आज चाहिँ म स्वतन्त्र भएँ भन्ने विषयमा एउटा कविता भन्छु है। एक दिन म स्वतन्त्र भएँ, त्यसै दिनदेखि दोषी भएँ। एक दिन म स्वतन्त्र भएँ, त्यसै दिनदेखि दोषी भएँ। भगवान मरेको थिएन, ऊ मौन थियो। भगवान मरेको थिएन, ऊ मौन थियो। मलाई उसको मौनताको उत्तर दिनु पर्यो। कानुन मर्यो, अपराध बाँकी रह्यो, अदालत ढल्यो, मेरो निर्णय छातीमै बस्यो। म अर्थ खोज्न हिँडेँ र भेटेँ अर्थको लास। अब सत्य सत्य रहेन, अब सत्य सत्य रहेन, व्याख्या बाँकी छन्। तसर्थ सबैभन्दा खतरनाक व्याख्या मेरो हो। तसर्थ सबैभन्दा खतरनाक व्याख्या मेरो हो। खाडलले मलाई हेरिरह्यो, मैले खाडललाई हेरिरहेँ। खाडलले मलाई हेरिरह्यो, मैले खाडललाई हेरिरहेँ। हामी दुवै प्रेममा भयौँ, हामी रहेनौँ, हामी रहेनौँ। म भए यो सबैभन्दा गहिरो जेल, यो सबैभन्दा गहिरो जेल, जहाँ पर्खाल छैन र कैदीलाई पखेटा दिइएको छ। यो सबैभन्दा गहिरो जेल, जहाँ पर्खाल छैन र कैदीलाई पखेटा दिइएको छ। अन्ततः बुझे, स्वतन्त्रता उद्धार होइन, सजाय हो। अन्ततः बुझे, स्वतन्त्रता उद्धार होइन, सजाय हो। धन्यवाद।